नमस्ते सम्पूर्ण लगानीकर्ता साथीभाइ, के तपाईलाई सुपन फार्मास्युटिकल्सको आइपिओ परेको थियो भने धेरै लगानीकर्तालाई जिज्ञासा लागेको होला। यो कम्पनीको सेयर कहिले डिम्याट अकाउन्टमा आउला, यसको कारोबार कहिले कति मूल्यबाट सुरु होला अनि यो कम्पनी सेयर प्राइस कतिसम्म पुग्ला भनेर आजको यस भिडियोमा रहेर यो सब कुरा विश्लेषण गर्नेछौँ। त्यसर्थ च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। सर्वप्रथम त कुरा गरौँ यो कम्पनी बारे। सुपन फार्मास्युटिकल्स लिमिटेड नेपालमा आधारित पब्लिक कम्पनी हो। जुन 2086 साल 5 महिना 5 गतेमा कम्पनी ऐन 2063 अन्तर्गत दर्ता भएको थियो। यो कम्पनीले नेपालभर एलोप्याथिक औषधि उत्पादन र बिक्री गर्ने व्यवसाय गरेको छ। हाल कम्पनीले 116 औषधि उत्पादन गर्ने इजाजत पत्र छ र बजारमा सक्रिय रूपमा 28 औषधि बिक्री गरिरहेको छ। यो कम्पनीले सर्वसाधारणलाई प्रति सेयर रु 100 मा 42,19,000 सर्वसाधारण सेयर जारी गरेको थियो, जसले कुल रु 42.19 करोड उठाएको छ। आइपिओ भने एनएमबी क्यापिटलद्वारा व्यवस्थित गरिएको थियो। लागौ विषयवस्तुतिर कम्पनी सेयर कहिले डिम्याटमा आउँछ। कम्पनी आइपिओ निष्कासन गरेको बाँडफाँड गरेको पनि 9-10 दिन हुन लाग्यो र धेरै आइपिओ हात परेको लगानीकर्तालाई जिज्ञासा लागेको होला कहिले डिम्याटमा आउला र कारोबार कहिलेदेखि सुरु होला भनेर। छिटोमा अबको 10 दिनभित्र यो कम्पनी सेयर डिम्याटमा आउने छ। ढिलोमा 15 देखि 20 दिनको बिचमा डिम्याटमा आउँछ। कुरा गरौँ कम्पनी सेयर कति रुपैयाँबाट कारोबार सुरु हुन्छ। यसको कारोबार भने 92 रुपैयाँ 15 पैसादेखि 276.45 रुपैयाँको बिचमा कारोबार सुरु हुनेछ। सम्भवतः यसको कारोबार 276.45 रुपिसदेखि हुन सक्छ। कुरा गरौँ कम्पनी सेयर प्राइस कतिसम्म पुग्छ भनेर। यो कम्पनी सेयर प्राइस सजिलै 1000 देखि 1200 पुग्छ।